गाइस कुकुर पाल्न त्यति सजिलो छैन। यसरी लोकलको मासु काट्नुपर्छ टन्नै। अब अर्को लट पाएको यो चाहिँ सेकेन्ड लट हो गाइस होइन। अलिक पर्दा नि तपाईँ पनि अब यहाँ म घामले मर्न आँटेको बेला सेकेन्ड लट हो यो सेकेन्ड लटको कुकुर हो। यो फर्स्ट लट चाहिँ हामीले पकाइसक्यौँ। अब सेकेन्ड लट छ गाइस। अनि थर्ड लट यहाँ छ। अनि यहाँ अन्डरपट्टि छ। यो सब कुकुरको लागि, यो मान्छेको लागि होइन। यो चाहिँ कुकुरको लागि मैले मिहिनेत गरेको। मान्छेको लागि भन्दा नि भेटी खान्छ। हाम्रो दुईवटा जोनी र माइली भन्ने कुकुर छ गाइस। यसरी पोल्नुपर्छ। अब यसरी टक्क कोइलामा यसरी फुक्नुपर्छ। फुक्नुपर्छ गाइस। मिहिनेत गर्न गाह्रो छ। मलाई त्यहाँ मिहिनेत गर्न गाह्रो छ गाइस। यस्तो घाम लागिरहेको छ। घामले मर्न आँटेको एक लट भयो। अब यो सेकेन्ड लट हो गाइस। यसरी अब कुकुर पाल्न त्यति गाह्रो छैन गाइस। यसरी मिहिनेत गर्नुपर्छ। मान्छेको भन्दा अलिक भेटी खान्छ गाइस। तपाईँले यो भिडियो हेर्दा तपाईँले लाइक कमेन्ट चाहिँ गरिदिनु होला भनेर म आशा गर्न चाहन्छु। यता मान्छेलाई देखाउँ। यो चाहिँ लोकल प्योर लोकलको मासु यो है। ब्रोइलर र लोकल चाहिँ अलिक छुट्टिन्छ। यो चाहिँ लोकलको मासु पुरै बलियो छ। पुरै आमा पुरा यो पोथी पार्ने अन्डा हो। बेसी कुखुरा भरे जस्तो चाहिँ मैले यहाँ अब कुकुरले अब खाना नखाएको धेरै दिन भयो। अनि मासु खाने भनेपछि अनि अब काट्नै पऱ्यो। के गर्नु अब 2-3 दिनमा चाहिँ हाम्रो चाहिँ अब जोनीले मैले चाहिँ खान्छ। के गर्ने गाह्रो छ कुकुर पाल्न। तपाईँले यो भिडियो हेरेर चाहिँ तपाईँले लाइक कमेन्टहरू यता देखाइदिनु होला। यता देखाइदिनु अपरेटरज्यूहरू कुर्ती छ यसरी पाकिरहेको छ। तपाईँलाई म देखाउँछु। यसरी पाकेको छ गाइस। जान अब यसरी लोकल कुखुराहरू पुरा प्योर। यो चाहिँ हाम्रो माइलीको लागि, जोनी माइलीको लागि हो। यो मैले यो मिहिनेत गरिरहेको छु। अब यसरी पुरा यो मान्छेले खाने जस्तै पुरा हेर्दा पनि खाउँ जस्तो नि त। के गर्नु अब यो कुकुरको अब मासु यो अब होइन। कुकुरलाई छुट्याएपछि त अब कहाँ खानु मिल्दैन। त्यसो खुट्टाहरू मजाको छ। जुन अहिले अघि मैले जुन त्यो कुखुराहरू मैले सेको गरेँ नि हाम्रो जोनी खानाको लागि तयार गरिरहेको छ गाइस। हेर्नु त कतिखेर मालिकले चाहिँ अब पाक्छ के भनेर पुरा ड्युटी पुरा A1 पुच्छर हल्लाइरहेको छ पुरा। कतिखेर चाहिँ यहाँ भोकाले खाउँ जस्तो भइरहेको छ। जोनी पुरा हाई गराएको छ। अर्को यसको छोरा यहाँ जोनी यहाँ चाहिँ जोनी के छ अनि अब मासु पाक्दैछ। चिन्ता नगर यहाँ हात्दै यसरी हातमा दिन्छ गाइस। हेर्नु मेरो यो जोनी हो। जोनी साह्रै ज्ञानी छ, इमान्दार छ। हात दिन्छ सुँग्न थालिसक्यो पुरा। अब मेरो मालिकले कति बजी पकाउँछ भनेर पुरा पुच्छर पुरा हल्लाइरहेको छ। यो चाहिँ पुच्छर बेसी हल्लाएपछि उसलाई पुरा अब हतार भइरहेछ। पुरा जिब्रो सिब्रोहरू पुरा गरिरहेछ। अब पुरा ठिक छ होइन। हात्दै आज त्यहाँको पार्टी छ बुझिस्। आज जोनी र माइलीको पार्टी छ। यो चाहिँ जोनी हो। यो चाहिँ खतरा ड्युटी गर्छ यसले। यसको नाम पनि जोनी पनि हो। अनि अर्को नाम पनि छ शेर खान र जोनी एउटै हो। तर मैले यसको नाम चाहिँ खास गरी जोनी राखेको छु। तर अरूले चाहिँ सेक्रेटरी भन्छ। यो सेक्रेटरी कराक छ। यो सेक्रेटरीले फेरि 3 दिन 4 दिन उसलाई मासु चाहिन्छ डाइरेक्ट। दिनका दिन उसले अब खानाहरू खाँदैन। अब खाना खान्छ तर उसलाई 3 दिनमा चाहिँ मासु चाहिन्छ। अनि मासु चाहिने पुरा भुक्छ डाइरेक्ट। कत्रा छ मेरो जोनी। हात पनि यसो दिन्छ ल बुझिस्। यता यहाँ पुरा हात्दै मेरो यो जोनी हो। यो उप्छ पनि आइज माथि आइज माथि यसरी उप्छ। यो दामी छ, इमान्दार छ। यसले ड्युटी गर्छ। आमा छोराले कडा ड्युटी गर्छ। यो मान्छे कोही नौलो मान्छे चाहिँ अब हिँड्न दिँदैन। यहाँ चिनेकोलाई मात्रै के गर्दै नचिनेकोलाई त पुरा अहिले एट्याक भुक्छ नि। यो चाहिँ माइली हो। उसको आमा यो दामी छ। यो पनि खतरा छ नि। यहाँ इमान्दार छ। माइली के छ हालखबर? ठिकै छ? अब मासु खानुपर्छ चिन्ता नगर। मैले मासु बनाउँदैछु।
हो पुरा मासु अब मालिकले पकाउँदैछ भने पुरा जिब्रो गरेको छ। अघि नि कुकुरले चाहिँ पुरा जस्तो गन्धबाट सुँग्छ नि गाइस। ल ठिक छ, म फेरि मासु हेर्न जानु पर्यो उता। गाइस अब फाइनली सकिसकेको छ हाम्रो सेकुवा, यो हाम्रो माइली र जोनीको सेकुवा। अब बार्न आँटेको चाहिँ यिनीहरूले खान्छ। टक्कै खाइसकेपछि यिनीहरू टक्कै अगेपछि आरामले बस्छ। म तपाईँलाई फेरि म देखाउँछु खाएको पनि यिनीहरूले। यसरी गाइस कुकुरलाई यसरी दिनुपर्छ हामीले टक्कै। यो जोनीले खाइरहेछ। अब यो माइलीले यसरी खान्छ मजाले, किन कुकुर चाहिँ पाल्न गाह्रो छ हौ। यहाँ यसरी अब मासुहरू दिनुपर्छ। मासु दिएपछि मात्रै कुकुरहरू पुरा मोटाउँछ। यसलाई चाहिँ खसी पारेको छ पुरा, यसरी मासु खान्छ मजाले खान्छ। मेरो भाइ मासु राम्रो खाए, ड्युटी राम्रोसँग गर्नुपर्छ बुझिस्। मजाले किन टक्कै नतिन अड्किन्छ। अब यता जोनी भकाउँछौँ। जोनीले पनि यहाँ खाइरहेछ गाइस। जोनी मासु खा, ड्युटी कडा आउनुपर्छ बुझिस्। यसरी लोकलको पुरा लोकलको मासु दिएको छ पोलेर मरि मालिकले दिएको छ, खानु पर्यो बुझिस्। टक्कै खान्छ आम्मा। जस जोनी चाहिँ सही छ आम्मा, मोटाएर अब यो मोटाउँछ। दिनका दिनै अब यिनीहरूले यसरी नै अब होइन यो मासु दियो भने चाहिँ मोटाउँछ नि। भात पनि दिनुपर्छ, तर तिन दिनमा चाहिँ मासु दिनुपर्छ नि। अरू बेला चाहिँ दुध भात खान्छ। 3 दिनको फरकमा चाहिँ मासु भात चाहिन्छ यिनीहरूलाई। कुरो त्यसो ट्याक्कै मजाले खाँदैछ। कुन खानु पर्यो भने कुन छानी खाइरहेछ। अर्कोले खाँदैछ मजाले। यो चाहिँ अब यति रहेको छ। यो चाहिँ अब ट्याक्कै यो मासुले अब ट्याक्कै 2 दिन जति थमाउनु पर्यो। यिनीहरू बेसी पनि खायो भने यिनीहरू अगाउँछ नि। यो पुरा उलुक गर्छ। ठिक्क दिनुपर्छ यिनीहरूको पेटमा पत्ने गरी ठिक्क दिनुपर्छ। कुरो त्यसो मजाले खाइरहेछ। अर्कोले पनि खाइरहेछ मजाले किन। अब यिनीहरूलाई फेरि पानी पनि चाहिन्छ पुरा। अब पानी ठ्याक्क दिएपछि यिनीहरू मजाले दिनभरि अगाउँछ। अनि यिनीहरूलाई फेरि बेलुका यति नै दिनुपर्छ। बेसी चाहिँ मासु दिनु हुँदैन। कुकुरलाई ठिक्क दिनुपर्छ चाख्ने गरी। बेसी खायो भने उटुस पुटुस हुन्छ नि, अनि खाँदैन फेरि अनि मासु। कुरो त्यसो होइन। अब जस यहाँ छ मासु। हुन्छ, म यो भिडियो म यहीँ राख्दैछु गाइस। तपाईँले कस्तो हेरेर कमेन्ट लाइक गर्नु सक्नुहुन्छ होला। कुकुर चाहिँ पाल्नुपर्छ है पुरा। अब मान्छे कोही नभएको बेलामा काम गर्छ, यसले घर हेर्छ, नेउरी मुसेहरू खेदाउँछ। अरू यहाँ 2टा कुकुर भएपछि हाम्रो घरमा चाहिँ कोही आउँदैन, डाइरेक्ट पुरा भुकिहाल्छ डाइरेक्ट। अनि टाढाबाट बोलाउँछ नि। चिनेको मान्छे आयो भने त के गर्दैन, नचिनेकोलाई मात्रै भुक्छ। यो खतरा छ।